पहाड तराए हामी सबै नेपाली हौ कोही छैनौ पराए। शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज। पूर्वमा मेची बग्छ पश्चिम महाकाली मिली बस्ने बाँडी खाने मिली बस्ने बाँडी खाने हौ हामी नेपाली। 89.6 मेगाहर्ज हिमाल पहाड तराई। के हो सोच? बुद्धलाई कसरी लिने? परिवार छोड्ने पलायनवादीको रूपमा लिने, त्यागी तपस्वीको रूपमा लिने? मात्र भर पर्छ तपाईको सोचमा। के हो रहस्य? संसारका हरेक विद्वानले हामीलाई एउटा रहस्य लुकाएका छन्। के हो त्यो रहस्य? रहस्यको खुलासा। के हो विचार? एक दिनमा 60,000 विचार हाम्रो दिमागमा आउँछ। के त्यो विचारलाई तपाईँ मूल्याङ्कन गर्नुहुन्छ? खोजौं, बुझौं र जानौं रहस्यको खोज कार्यक्रम सोच। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जबाट बिहिबार BBC नेपाली सेवापछि राति 10 बजेसम्म सुन्न नभुल्नु। तपाईँ संसार जित्न सक्नुहुन्छ मात्र सोचेर। बोकी गर्व भएको नि जानै हो, श्रीसम्पत्ति भएको नि जानै हो, गौमाताको खुरमुरी मरी थियो भने, गाईको खुट्टा मुनि मरी थियो भने यही पवित्र हामीलाई त यही हो। यही पवित्र छ, यहीले शान्ति छ। कसैले हामीलाई अझैसम्म नराम्रो नबोल्नुहोस्, नराम्रो नबोल्नुहोस्, होइन? यही छ शान्ति। यही मऱ्यौँ भने हामी यही गाईकै खुट्टा मुनि यही गोठमा मऱ्यो भने हामीलाई पवित्र यही छ बाबु। अब के गर्ने? बिहे गर्ने भन्दा मानिन कर। बिहे गर भने मलाई अब पिट्न खोज्छौ, यस्तो कुरै गर्न दिन्न। के गर्ने? दुःख त यसै भयो। एउटा छोरी थियो, काठमाडौँ छ, अरे धानकुटा। एउटा छोरी छ, सक्कल देखिन्न। एउटा यही हो। यही नजरमा अब रिसा पनि गर्छ, बनावन पनि गर्छ। अरू छैनन् गर, अरू छैनन् गर। कहिले बनावन हुन्छ, कहिले भर्कियो हुन्छ। मेरो बानी छ सिगरेट खाने, त्यहीबाट पनि हामी मिल्दैन मामा छोरा। गावो विश्वस्य मातरा। गाई विश्वको आमा हो, गाई सबैको आमा हो। गाई हामीले पुज्ने देवता हो। गाई हाम्रो देशको राष्ट्रिय जनावर हो। हामीले गाईलाई कसरी हेरिरहेका छौं? एउटा प्युठानमा जन्मिएकी गौरा भुजेलको आवाज मैले राखेको थिएँ कार्यक्रमको सुरुवातमा। उनी भन्दै थिइन् गाईको खुरमुनि मर्ने अभिप्राय छ, अभिलाषा छ ती गौरा भुजेलको। मर्ने गाईसँगै हो, बाँच्ने गाईसँगै हो र जीवन बिताउने गाईसँगै हो। गाईप्रति त्यस्तो मोह छ उनीमा, गाईप्रति त्यस्तो आस्था छ उनीमा, गाईप्रति त्यस्तो माया छ उनीमा। हामीले यतिखेर गाईमाथि बहस गर्ने जमर्को गरेका छौं कार्यक्रम सोचमा। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जको बसाइमा हामीहरू आउने गर्दछौं प्रत्येक हप्ताको बिहिबार BBC नेपाली सेवापछि कार्यक्रम सोच लिएर। यतिखेर मलाई पर्दा पछाडिबाट साथ दिइराख्नु भएको छ मनोज थापाले र तपाईहरुसँगै छु, तपाईहरुकै साथी, तपाईहरुकै सोच खोतल्ने साथी योगी बालक। हामीमा पनि त्यो सोच आओस्, त्यो विचार आओस्, नेपालको राष्ट्रिय जनावर गाईप्रति हाम्रो माया पलाओस्, गाईप्रति हामीले गर्ने प्रेरणा पलाओस्। यो उद्देश्य हामी सबैमा समाहित होस्, यो उद्देश्य सबैमा समेटियोस्। आजको कार्यक्रमको उद्देश्य यो रहेको छ। प्युठानकी गौरा भुजेल, जसलाई हामीहरूले चिनेका छैनौं, समाजको एउटा कुनामा बसेर
समाजको एउटा रुखमुनि बसेर, एउटा झोपडीमा बसेर, एउटा कुटीमा बसेर उनी आफ्नो छोरा सँगसँगै करिब करिब 100वटा गाईको रक्षा गरिरहेकी छिन्। 100वटा गाईलाई पालन पोषण गरिरहेकी छिन्। समाजमा हेलिएकी गाईलाई सेवा गरिरहेकी छिन्। नेपालको राष्ट्रिय जनावर गाई। एउटा यस्तो इतिहास छ हामी माथि, एउटा यस्तो व्यवहार आरोपित भइरहेको छ हामी माथि, जुन आजसम्मै विश्वमा धेरै देशहरू छन्, कुनै पनि देश त्यस्तो देश छैन होला जुन देशमा राष्ट्रिय जनावर सडकहरूको गल्ली गल्लीमा डुबेर मानिसहरूले फ्याँकेका अपवित्र वस्तुहरू आँसु चुहाउँदै खाने अवस्था कुनै पनि देशको राष्ट्रिय जनावरलाई छैन होला। यो हाम्रो विडम्बना हो, यो हाम्रो दुःखद पक्ष हो। जुन देशमा राष्ट्रिय जनावरको इज्जत छैन त्यो देशमा के जनताको इज्जत हुन सक्छ? यतिखेर तपाईहरुमा फेरि पनि म एउटा आवाज राख्छु। केही दिन पहिले म बर्कलपुर गाविस वडा नम्बर 6 सर वरुवामा पुगेको थिएँ। त्यहाँ गौरा भुजेलले आफ्नो छोरा सँगसँगै गाईको रक्षा गरिरहेकी छिन्। करिब 100वटा गाई जुन बाटामा फालिएका हुन्छन्, बाटामा लखेटिएका हुन्छन्। छोरालाई हुर्कायो फुर्कायो, अब नोकरी पनि गरे, पाल्ने पनि गरेकै छन्, गौमाताको सेवा गरेर पालेकै छन् हैन। गौमाता र आमालाई बराबरी देखेछन् हैन बाबु। गौमाता र आमा जतिको धर्म केही पनि छैन न। अब बसेकै छन्, गरेकै छन्, नाम्रै छ अझैसम्म। उनको शक्तिले गर्दाखेरि हामीलाई नाम्रै छ। अझैसम्म कसैले सताएको छैन, कसैले केही भन्नेको नि छैन अझैसम्म। अब विद्यार्थीले पनि ढानेकै छन्। अब गौशाला कसले ढानेछ र? विद्यार्थीले ढानेछन्। हामीले अब दुःख गरेछ पनि दुःख खाएछन्। यही हो गौमाताको, यही हो शरण पर्ने, आगे माग्ने, उनलाई नाम्रो हो, हामीलाई पनि नाम्रो हो उनको। तपाईँ खुसी हुनुहुन्छ? छोरो ब्रह्मचारी यतिखेरसम्म ब्रह्मचर्यमा बसेको साधु सन्त भएको तपाईँ खुसी हुनुहुन्छ? खुसी छन्। हाम्रो लेखी खुसी छन्। सबै देव देवता हाम्रो लेखी सबै खुसी छन्। हाम्रो लेखी देव देवता खुसी छैनन् भन्ने कुरा छैन बाबु। अब सबै खुसी छन्, खुसीदारी छन्। हाम्रो नेपालको मान्छे खुसी छैन, हामी खुसी छन्। हाम्रो गौमाता खुसी छन्। हाम्रो लागि जनताको गौमाता यहीँ आन्छन् र हामी खुसी छौँ र हाम्रो दिल खुसी छ। हाम्रो दिल खुसी हुँदाखेरि गौमाताको सबै स्थान यहाँ मौनी बाबाको स्थान खोज्दै आएछन्। छोड्दै आएको, कोहीले मारेको छाडेको गौमातालाई यहीँ मौनी बाबा भने रुचाएछन्। मलाई हाम्रो यो आवाज थियो प्युठानमा हुर्केकी गौरा भुजेलको। गौरा भुजेलले यस्तो छोरा जन्माइन् जुन छोराको दिमागमा त्यो सोच आयो, त्यो विचार आयो, जुन विचार आजभन्दा 12 वर्ष पहिले तौली हवाको नगरपालिकामा घुम्दै गर्दा, आफ्नो सन्त जीवन व्यतीत गर्दा, नगरपालिकाको गल्ली गल्लीमा फालिएका सामान खाँदै गरेकी, आँखाबाट आँसु झार्दै गरेकी गाई देखेर गौरा भुजेलको पेटबाट जन्मिएको त्यो छोराको मनमा विचार आयो, यो गाईको रक्षा गर्नुपर्छ, यो गाईलाई संरक्षित गर्नुपर्छ र यो गाईलाई व्यवस्थित गर्नुपर्छ। त्यो व्यवस्थित गर्नुपर्छ भन्ने विचार लिएर हिँडेको मान्छे हो। आजभोलि उनलाई मौनी बाबा भनेर चिनिन्छ। कपिल वस्तुको इतिहासमा आजभन्दा 12 वर्ष पहिलेदेखि उनी गौको रक्षामा निरन्तर लडिरहेका छन्, निरन्तर खटिरहेका छन्। कतै उनलाई लट्याइएको छ, कतै उनीलाई लखेटिएको छ,
कतै उनीलाई आरोप लगाइएको छ, विभिन्न ठाउँ उनी घुमिरहेका छन्, हिँडिरहेका छन्, तर पनि अझै उनलाई निश्चित ठाउँ मिलेको छैन, निश्चित जग्गा मिलेको छैन कहाँ बसेर उनी गौको रक्षा गरून्, कहाँ बसेर उनले गौलाई माया दिउन्। यस्तै जीवन व्यतीत गरेका छन् उनले विगतको 12 वर्षमा। टिलोराकोमा 5 वर्ष बसियो। सन् 61 सालदेखि 65 सालसम्म। 65 सालबाट अब त्यहाँ राजालाई सिटबाट उतार्दाखेरि हामीलाई यहाँ त्यहीँ पनि जग्गाहरूको अतिक्रमण भयो अनि गाउँलेहरूबाट नै त्यो सुकुम्बासीले अतिक्रमण गरे। नदीसम्म उनीहरूले छेकिसकेपछि गाई राख्ने र गाई चर्नेको ठाउँ पनि नभएकोले त्यहाँ हात हिँडेर अब ढेकारीमा अलि दिन पराल खुवाइयो। पराल गाई तिहारपछि पराल खुवाइयो। पराल खुवाएपछि अब त्यहाँ खेत लगाउने बेला फेरि त्यहाँ जग्गा धनीहरूले अब त्यहाँ बस्न मिलेन बाबा, त्यहाँ खाली गर्नु पर्यो, गाई हटाउनु पर्यो भनेर त्यहाँ हिँडेपछि फेरि गोरसिङमा आएर 10 महिनासम्म बस्दाखेरि त्यहीँका समितिसँग पहिले बस्ने भनेर कि कुराकानी भयो। त्यहाँ आएर उनीहरूले नै पछाडि भगाउनु भयो, भनेर लखट्नु भयो भनौँ। औजार दिए, बर्काइदिए, नबस्न भनेर अब उहाँहरूले गर्नु। हामीले अलिकति डिपी पनि गऱ्यो। पुलिस पनि आएको थियो, पुलिसहरू लगाए। अब त्यस्तो उनीहरू आफै वनपालेहरूले गरे। त्यहीँका समुदाय वनका यानि कि त्रिशुली समुदाय वनले आफै बस भनेर उहाँहरूले अनुमति दिनुभयो, फेरि आफैहरूले नै ओझार्नु भयो। पक्कै पनि कतै आफै बस बाबा भनेर बसालेका छन्, गाईको रक्षा गर बाबा भनेर भनेका छन्, कतै मान्छे लगाएर पुलिस लगाएर यसले त जङ्गल हडप्यो, यसले त बाली खुवाउने मेसो मात्र गर्यो, गाई पाल्ने न्युमा भनेर अनेक मान्छेहरू उनीलाई लखेटिरहेका छन्। तर पनि उनी थाकेका छैनन्, निरन्तर खटिरहेका छन्। 6 वर्षको मौन व्रतलाई पनि उनले पूर्ण गरिसकेका छन्। 6 वर्षसम्म उनी नबोलिकन बसे। 6 वर्षसँग उनी एउटा पाटीमा लेखेर कसैले सोधेको उत्तर दिन्थे। अझै पनि उनीमा त्यो जोस हटेको छैन, त्यो जागर हटेको छैन। एउटा साइकल हुन्छ उनको हातमा र उनी धाउने गर्छन् हरेक स्कुलमा जान्छन् र एउटा पर्ची विद्यार्थीहरूको हातमा थमाउँछन् र त्यो विद्यार्थीहरूबाट उठेको रकम, उठेको चामल, उठेको मुष्टि दानले उनी आफ्नो 100वटा गाईलाई पालन पोषण गरिरहेका छन्। थाहा छैन जीवनमा सन्त बनेर कतिको सही काम गरेको छु। जीवन त अनवरत चलिरहेछ, कहाँ पुगेर टुङ्गिने हो थाहा छैन। गाईबाट हामीहरूले धेरै सेवा लिन सक्छौं, गाईबाट हामीहरूले धेरै फाइदा लिन सक्छौं। गाईको महत्त्व धेरै छ भन्छन् मौनी बाबा। त्यतिखेर जतिखेर 100वटा गाईको बीचमा बसेर मौनी बाबा गाईलाई मसारिरहेका हुन्छन्, गाईले एउटा अनौठो चित्र देखाइरहेको हुन्छ, अनौठो वातावरण उसले बनाइरहेको हुन्छ। उसका आँखामा माया भरित दृश्यहरू देखिन्छन्, उसको आँखामा मायाका आँसुहरू छचल्किन्छन्। गौ माताले त्यस्तो अनुभव गरेकी छिन्, मलाई बाबाले धेरै माया गर्छ, मलाई बाबाले धेरै श्रेय दिएको छ। प्युठानको भुजेल परिवारमा जन्मेको मौनी बाबा कसरी मौनी बाबा बन्न पुगे? कुन परिस्थितिले उनीलाई सन्त बनायो? कुन परिस्थितिले उनीलाई
ब्रह्मचारी बनायो र कुन परिस्थितिले आएर उनको दिमागमा त्यो सोचको विकास भयो जुन सोचमा गौको रक्षा गर्नुपर्छ, गौलाई माया गर्नुपर्छ र यत्र तत्र छरिएका गाईहरूलाई, फालिएका गाईहरूलाई, हेला गरिएका गाईहरूलाई माया गर्नुपर्छ भन्ने सोचको विकास भयो। दिनगन्ती बस्छन् हेर्नुहोस्, अब दिनगन्ती बस्दाखेरि अब दिनको 200 रुपियाँ खाएर दिन्छ। अब बिहानको साझाले भन्छन् जान्छन्, अब दिनै पर्छ। रेगुलर गर्ने काम कन्टिन्यू गर्ने छैन? कन्टिन्यू गर्ने त अहिले सबै घर गए, कोही छैनन्। अब कन्टिन्यू गर्नेवाला छैन पो छैनन् अब। अनि यो गाईको गोमूत्र, गोबरहरू प्रशोधन गर्ने, गोमूत्रबाट केही सामान निकाल्ने त्यस्तो केही काम सुरु भएको छैन? अब गोबर त अब बाध्यताले पनि फाल्नै पर्छ। जसो गरे पनि गोबर फाल्नकै लागि अनि मान्छे मजुर राखेर अनि फाल्न पर्यो। गौमूत्रको लागि कोही विशेषज्ञ, कोही इन्ट्रेस्ट लिने मान्छे, अनि आयुर्वेदिक गौमूत्रको आयुर्वेदिकमा इन्ट्रेस्ट लिने कोही व्यक्तिले त्यस्तो अनि कि हाम्रो जस्तो वैद्यहरूले त्यसको इन्ट्रेस्ट गरेर आउनुभयो। उहाँले सङ्कलन गर्दै हामी केही गोठालाको लागि केही दिन्छ उहाँको परिश्रम भनेर भन्नुभयो भने त्यसको हामीले सङ्कलन गरिने उहाँहरूले लानुहुन्छ। अहिले हाम्रो एकजना डोटेको अब आना जाना गर्नुहुन्थ्यो, उहाँले पनि अब आजकल आना छोड्नुभयो। अहिले त्यही मलमै परिणत भइराखेको छ। गोठाला कतिजना छन्? कसरी गाई हेर्नु भएको छ? गाई त आफ्नो मनले आफ्नो जान्छन्। बिहान गौशालाबाट खोलिदिएपछि 85वटै गाई? 85 गाई। अब यताबाट तपाईँको यता सगरवा घाट हुँदै तपाईँको किनारे लागेर कल्पट मुनिबाट सडकको काटेर उनीहरू उत्तर हुँदै यता पूर्वतिर लाग्छन्। नमाथि टिनगेरुवाको पश्चिम डाँडातिर चढेर फेरि साँझ 4 बजेतिर पुरा लैनो गाईसँगै सबै आउँछन्। अरू उसमा एकजना नन्दी महाराज हुनुहुन्छ, साँधै उहाँले नै सबैले 1 घन्टाबाट हाँकेर ल्याउनुहुन्छ, खोजी ल्याउनुहुन्छ उहाँले। अक्षय कोष अथवा कुनै खालको गौशाला संरक्षणका लागि केही कोषहरू? अब यो कोष जति आउँछ यसैमा लागिराखेको छ। अहिलेको लागि यानि कुनै कोष जम्मा छैन, ऋण छ। काम गर्दा गर्दा, गाईको सेवा गर्दा गर्दा उनी अनवरत चलिरहेका छन्। कुनै कोष खडा हुन सकेको छैन अझैसम्म। कतैबाट कसैको प्रेरणा आएको छैन, कतैबाट। उल्टो फोन गरेर भन्छन्, बाबा मेरो गाई राखिदिनु पर्यो। घरमा गाई राख्ने फुर्सद छैन मान्छेलाई। बिचरो एकजना पहल गरिरहेका छन्, लडिरहेका छन् गाईको लागि। उनीलाई दुःख दिन सबै चाहिरहेछ। यतिखेर कार्यक्रम सोचमा रहेको छौं। पर्दा पछाडिबाट मलाई साथ दिइराख्नु भएको छ मनोजीले। तपाईँ सँगै छु, तपाईँहरूकै साथी योगी बालक। यतिखेर कार्यक्रमको मध्य भागमा छौं। मध्य भागमा हामीहरू एउटा संगीत सुन्ने गर्छौं। यतिखेर भक्तराज आचार्यको स्वरमा रहेको यो गीत। सच्चा त्यागी उही हुन्छ जो अहम त्यागेर त्यागे हुन्छ। न धन त्यागेर त्यागी हुन्छ।
पूजा पाठको अर्थ हुँदैन जबसम्म भाव निस्वार्थ हुँदैन। पूजा पाठको अर्थ हुँदैन जबसम्म भाव निस्वार्थ हुँदैन। मनको शुद्धि मनको सरलता मनको शुद्धि मनको सरलता मात्र प्रभुको लागि हुन्छ। मात्र प्रभुको लागि हुन्छ। न धन त्यागेर त्यागी हुन्छ। टाढा हुँदैन तीर्थ र मन्दिर जसको छ मनमा प्रेमको तस्बिर। टाढा हुँदैन तीर्थ र मन्दिर जसको छ मनमा प्रेमको तस्बिर। प्रभु प्रेमको भोको हुन्छ। प्रभु प्रेमको भोको हुन्छ। प्रेममा सधैँ सहभागी हुन्छ। प्रेममा सधैँ सहभागी हुन्छ। न धन त्यागेर त्यागी हुन्छ। न जन त्यागेर त्यागी हुन्छ। न धन त्यागेर त्यागी हुन्छ। न जन त्यागेर त्यागी हुन्छ। सच्चा त्यागी उही हुन्छ जो अहम त्यागेर त्यागी हुन्छ। न धन त्यागेर त्यागी हुन्छ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। स्वार्थले जकडिएको समाजमा मान्छेलाई पैसा मात्र चाहिएको छ। सेवा, प्रेम, करुणा आदिको प्रवाह नै छैन। एउटा सिङ्गो नेपालले मान्ने गाई, सिङ्गो नेपालको धरोहर, सिङ्गो नेपालको मुटु अडिएको गाई, जसलाई हाम्रो समाजले, हाम्रो राष्ट्रले, हाम्रो संविधानले राष्ट्रिय जनावरको रूपमा तोकेको छ। आज त्यो गाई गल्लीको चोक चोकमा आँसु चुहाउँदै अरूले फालेको जुठो खान तत्पर छ, खान विवश छ। आजको कार्यक्रम सोचमा हामीहरू गाईप्रति माया पलाओस्, गाईलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आओस्, गाईप्रति सोच्ने व्यवहारमा परिवर्तन आओस् भन्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ। र योभन्दा अघि मैले विगत 12 वर्षदेखि यत्र तत्र छरिएर रहेका गाईहरूलाई सेवा गर्दै आएका मौनी बाबाको आवाज तपाईहरुमाझ राखेको थिएँ। यसपछि म विगत 10 वर्षै काम गर्नुभएका, गौको व्रत लिनुभएका योगी सोमराजसँग कुरा गर्न जाँदैछु। गाईलाई हेर्ने दृष्टिकोण कस्तो छ, गाईलाई मान्छेहरूले कसरी बुझिरहेका छन्, यावत विषयमा
योगी सोमराजसँग म कुरा गर्नेछु केही समयपछि। यतिखेर हाम्रो सम्पर्कमा योगी सोमराज गोतीर्थ मिसन नेपालका प्रमुख संरक्षक अथवा अध्यक्ष, संस्थापक अध्यक्ष र राम जानकी गौशाला कोहलपुर बाँकेका प्रमुख संरक्षक हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। उहाँलाई स्वागत गर्छु। सोमराजजी, तपाईँलाई स्वागत छ। हजुर, धन्यवाद प्रभु। आज हामीले कार्यक्रम सोचमा गाईको बारेमा छलफल गरिरहेका छौँ। तपाईँ विगत 12 वर्षदेखि अथवा 10 वर्षदेखि गाईको व्रत लिएर गाईको सेवामा निरन्तर लागिरहनु भएको छ। ठाउँ ठाउँमा जानुहुन्छ, गाईको अवस्था तपाईँले देख्नु भएको छ, गाईको परिस्थिति तपाईँले देख्नु भएको छ। सनातन परम्परा चल्दै आउँदाखेरि सनातन परम्पराले गावो विश्वस्य मातरः भनेर भनेको छ। आज तपाईँले यो समाजलाई विश्लेषण गरेर भन्नुपर्दा गाईको महत्त्व के छ जस्तो लाग्छ तपाईँलाई? वास्तवमा भन्ने हो भने हाम्रो इतिहाससँगै गाईको इतिहास जोडिएको छ हैन। जब हाम्रो बसोबास पहिला यो मानव सभ्यताको बसोबास पृथ्वीमा थिएन, तब त्यतिखेर यो पृथ्वीमा जब यो खोज भयो पृथ्वीको, अनि त्यो बृहस्पति ग्रहबाट जब पृथ्वीमा बस्ती बसालियो र त्यतिखेर लाखौं गाईले आफ्नो बलिदान समेत दिएका छन् र ती बलिदान दिनेमा धेरै 60,000 ऋषिपुत्रहरू जसलाई हामी सगरको नामले चिन्छौँ होइन, सगरका पुत्र भनेर, उनीहरूले पनि बलिदान दिएका छन्। र गाई चाहिँ हाम्रो सभ्यता हो, गाई हाम्रो इतिहास हो, हामीले भुल्नु हुँदैन। र मानव पर्यावरणको लागि पनि गाईको अत्यन्त महत्त्वपूर्ण भूमिका छ। वेदले पनि उल्लेख गरेको छ, गोस्तु मात्रा नविद्यते भनेर। गाई समान कुनै पनि तुलनीय वस्तु संसारमा छैन भनेर। र गाई रहेन भने वास्तवमै मानव सभ्यता हराएर जान्छ, मान्छेको अस्तित्व रहँदैन। यो पृथ्वीमा अनेक प्राणीहरू छन्, सबैभन्दा महत्त्वपूर्ण प्राणी भनेको गाई नै हो। सोमराजजी, जस्तो गाईमा के तत्त्व छ, यो जुन तत्त्व मानव जीवनसँग एकदमै आश्रित छ, के तत्त्व छ त्यस्तो गाईभित्र? वास्तवमै भन्ने हो भने गाईमा एउटा सूर्यकेतु नाडी हुन्छ होइन, जसले विभिन्न ग्रह उपग्रहबाट किरणहरूलाई यो त्यहाँ परावर्तित किरणहरूलाई आफ्नो शरीरमा अवशोषण गरेर गव्यको रूपमा हामीलाई विभिन्न, जस्तो गोमूत्रको रूपमा हामीलाई औषधि दिन्छन्, अमृत दिन्छन्। गोबर पनि अमृत छ भनिन्छ। जहाँ गाई रहन्छन् त्यो ठाउँमा कुनै पनि किसिमका कीटाणु रहँदैनन्। अहिले इटलीका वैज्ञानिकहरूले एउटा धेरै वर्ष रिसर्च गरे, प्राध्यापक डाक्टर इबी बिङ्गेट भन्ने, उहाँले एउटा रिसर्च गर्नुभयो र उहाँले के पत्ता लगाउनु भयो भनेपछि गाईको गोबरमा त्यो टिबी र मलेरियाको कीटाणु मार्ने अद्भुत क्षमता हुन्छ। जहाँ गाई रहन्छन् त्यहाँको मान्छेलाई टिबी र मलेरिया समेत हुँदैन। र त्यस्तै विभिन्न शोधले के भनेको छ भन्नुहुन्छ भने वैज्ञानिकहरूको खोजले र गाईको यो गोबरमा चाहिँ कीटाणुहरू मार्ने अद्भुत क्षमता हुन्छ भनेर पत्ता लगाएका छन्, सिद्ध गरेका छन्। र यो कुरा पहिल्यै वेदमा, पहिल्यै पुराणहरूमा उल्लेखनी छ। अब वास्तवमा भन्ने हो भने हामीले आयुर्वेदको ग्रन्थहरू पल्टाउने हो भने, चरक सुश्रुत संहिता आदि पल्टाउने हो भने गाईको गोमूत्र मानव स्वास्थ्यको लागि अमृत तुल्य मानेको छ। जस्तो आजको समाजले गाई त पाल्यो तर गाईको महत्त्व बुझ्न सकेन। अब हामीले अथवा तपाईहरूले अथवा हाम्रो संस्थाहरूले, गौशालाका जति पनि संस्थाहरू छन्, यो संस्थाले गाईप्रति जुन दृष्टिकोण बदलिएको छ त्यसप्रति गर्ने योजनाहरू चाहिँ के छ? वास्तवमा भन्ने भने पहिला त हाम्रो समाजले गाईको परिभाषा बुझ्नु जरुरी छ, केलाई गाई भन्ने। आजकल हामीले त्यो हाम्रो मूल जुन नस्ल छ त्यसलाई हामीले बिर्सिरहेका छौँ। शास्त्रले भन्छ शासनादिमत्वम गोत्वम ककुदवत्वम गोत्वम सिंगित्व गौर्य लक्षण आदि गरेका 10 वटा लक्षण छन् गाईका। गाई हुनको लागि पहिला त जुरो हुनु पर्यो, अनि माला हुनु पर्यो। जुरो भनेको यो ढाडमा शिवलिङ्ग स्वरूप पर्वताकार एउटा पोको हुन्छ, त्यसलाई जुरो भनिन्छ। र माला हुनु पर्यो। विशेष दुईटा कुरा र 10 वटा लक्षणमा अटाउनु पर्छ गाईको परिभाषा, अनि मात्र गाई भन्न मिल्छ हैन।
जस्तो गौ अर्क छ हैन, गोमूत्रबाट चाहिँ विभिन्न रोगका चाहिँ उपचार हुन्छन् भनेर आजभोलि चाहिँ व्यापक रूपमा प्रसार भइरहेको छ र वैज्ञानिकहरूले पनि त्यसलाई शोध गरेर अनुसन्धान गरेर पत्ता पनि लगाइसकेका छन्। त्यो गौमूत्र अथवा चाहिँ गोमय छ, त्यो गोमय अथवा गोमूत्रको कुन कुन रोगहरूलाई निरोध गर्ने चाहिँ त्यसमा क्षमता हुन्छ अथवा कति क्षमतावान हुन्छ त्यो? वास्तवमै भन्ने हो भने अब हामीले आयुर्वेदिक ग्रन्थलाई पल्टाउँदाखेरि होइन, गव्यम पवित्रम च रसायनम च पथ्यम च हृद्यम बलबुद्धिशातः आयुः प्रदम रक्त विकारहारी त्रिदोष हृदरोग विशापहम स्यात् आदि इत्यादि गरेर धेरै व्याख्या पाइन्छ। गव्य चाहिँ पवित्र रसायन हो जो पच्नमा हल्का छ, हृदयलाई बल दिनेवाला छ, बल दिन्छ, बुद्धि दिन्छ, आयु बढाउँछ होइन, रक्त विकारलाई शोधन गर्छ, त्रिदोषलाई हृदय रोगलाई समन गर्छ भनेर भनिएको छ होइन। र गोमूत्र यस्तो औषधि हो जसलाई सेवन गर्नाले शरीरका सारा रोगहरू हटेर जान्छन्। अहिले अमेरिकामा चाइनामा पनि विभिन्न पेटेन्ट राइट पनि लिइसकेको अवस्था छ होइन। इन्डियन मेडिकल काउन्सिलले त गोमूत्रमा कर्क्युमिन नामको तत्त्व हुन्छ जुन एन्टी क्यान्सर ड्रग हो भनेर प्रुफ पनि गरिसकेको छ। अब हाम्रै कुरा गरौँ, हामीले हाम्रो गौशालालाई हामीले उत्पादनमुखी बनाएको छौँ। हामीले अर्कमा विभिन्न जडीबुटीको कम्बिनेसन मिलाएर हामीले रोग अनुसार हामीले अर्क बनाइरहेका छौँ र यो अहिले तपाईँको यो अर्कले जस्तो बाथलाई भयो, बाथको लागि त अर्को विकल्पै छैन जस्तो भइरहेछ होइन। बाथलाई प्रेसर जसलाई हाई हुन्छ उसको लागि भयो, किडनीको समस्याको लागि भयो, क्यान्सर समेत जस्तो जटिल समस्या पनि यसले ठिक गरिरहेको अवस्था छ। अहिले त तपाईँको पहिला सुरुमा हामीलाई गाह्रो भयो, अहिले काम गर्न थालेपछि त यो गौशालामा आफै आएर मान्छेहरू चाहिँ अहिले लिएर गएर हाम्रो गाईलाई पाल्न पनि अहिले सजिलो भइरहेको अवस्था छ। यदि मान्छेले गोमूत्रमा यो पञ्चगव्यमा आधारित औषधि सेवन गर्ने हो भने वास्तवमै रोगबाट हामी ठिक हुन सक्छौँ। अरू औषधिले एउटा विज्ञानले शोध पनि गरेको छ, अरू औषधिले कोषको बाहिरबाट काम गर्छ तर यसले भित्रबाट काम गर्ने हुनाले यो चाहिँ वास्तवमै अद्भुत छ। यो त परिभाषामै नअटाउने कुरा छ होइन। जस्तो यस्तो धेरै विशेषता हुँदै पनि हाम्रो समाजमा कस्तो अन्य खालको विचारले धावा बोल्यो अथवा अन्य खालको विचारले ढाक्यो, गाईको त्यो परिभाषालाई ढाकिदियो, हामीले बुझ्न सकेनौँ त्यसलाई। तर त्यही गाई विशेषता भएको गाईलाई आजको समाजले काटेर हत्या गरेर खाइरहेको छ। हाम्रो राष्ट्रिय जनावर पनि भनिरहेका छन् अथवा काटेर खाइ पनि रहेका छन्। यस विषयमा चाहिँ हामीहरूको ध्यान कहाँसम्म पुगेको छ? वास्तवमै भन्ने हो भने हामी पाश्चात्य देशको पछि लाग्यौँ होइन। मलाई एकजना कोरियनले एउटा सानो कथा सुनाउनु भएको थियो कि म छोटकरीमा 2 मिनटमा त्यो कथा पनि भन्न चाहन्छु यसमा होइन। एउटा मान्छेले सुँगुर पालेछ, सुँगुर तपाईँको बढ्दै 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 गयो, त्यतिखेर मासु खान्थेनन् रे। अनि उसलाई साह्रै अब पाल्न गाह्रो भयो, उसले चाहिँ जङ्गलमा लगेर छोडिदिएछ। अनि जङ्गलमा लगेर छोडेको घर आउन नपुग्दै ऊ सुँगुर त मान्छेभन्दा पहिला घरै आएर बसिरहेको रहेछ। फेरि भोलिपल्ट पनि लगेछ, फेरि त्यसरी गएछ, त्यसरी नै आइसकेछ सुँगुर। अनि फेरि लयो, फेरि आयो, हुँदा 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 4-5 पटक भएपछि उसलाई साह्रै रिस उठेछ। एक दिन उसले यति भित्र अनाकन्टार जङ्गलमा लगेछ, लैजाँदा साँझ पनि पर्यो र उसले आफ्नो बाटो पनि बिर्सिएछ, कहाँबाट गए भन्ने पनि बिर्सिएछ। अनि यसो सोच बनाएपछि उसले यसो हेरेको त सुँगुर आउँदै रहेछ, सुँगुरको पछि लाएर ऊ घर आएछ। आज वास्तवमै भन्ने हो भने उसले के भन्थ्यो भन्नुहुन्छ भने तपाईँहरू पाश्चात्य देशको पछि लाग्नु भएको छ, तपाईँहरू सुँगुरको पछि लागिराख्नु भएको छ। र वास्तवमै भन्ने हो भने आज पाश्चात्य देशले विभिन्न योजनाहरू ल्याएर हाम्रो मौलिकतालाई अहिले मारिरहेको छ, हामीलाई हाम्रो मूलबाट भुलतिर लगिरहेको छ। हामी मूलबाट धेरै टाढा छौँ। हाम्रो ऋषिमुनि भनेका विश्वका महान वैज्ञानिक हुन्। यति रिसर्च दुनियाँमा कसैले पनि गरेको थिएन होला होइन। र वास्तवमै हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो उपचार पद्धतिलाई यदि हामीले आत्मसात गर्ने हो भने हामीले कुनै किसिमको रोगी हुनु पर्दैन। हामी साधक हो, हामी ऋषिमुनि बन्न सक्छौँ। हाम्रो त्यस्तो हाम्रो साहित्य छ, हाम्रा त्यस्ता ग्रन्थहरू छन्, त्यस्तो साधना पद्धति छ हामीसँग त्यस्तो चिकित्सा पद्धति छ। हाम्रा ती पूर्वीय ग्रन्थहरू, सनातन जुन ग्रन्थहरू छन्, वेद छन्, पुराण छन्, उपनिषद छन्, जति पनि धेरै ग्रन्थहरू छन्, पुराणहरू छन्, तिनले गाईलाई प्रमाणित गरिसकेको छ। गाई हाम्री माता हुन् भन्ने कुरा पनि उसले प्रमाणित गरिसकेको छ। र गाईबाट जति पनि
गोमूत्र गोमय आदि छन्, यसबाट हामीले धेरै लाभहरू लिन सक्छौँ भन्ने कुराको प्रमाण हाम्रा ऋषि महर्षिहरू, हाम्रा वेद पुराणहरूले गरिसकेका छन्। हजुर, पक्कै पनि। सोमराजजी, हजुर, कार्यक्रम समय छोटो छ, यहाँनिर गाईको बारेमा तपाईँले केही अरू कुरा भन्नु छ भने चाहिँ भन्नुहोस्। वास्तवमै भन्यो भने होइन, हामी सनातन, हामीले जुन परम्परालाई मान्छौँ, अब अहिले हिन्दूहरूको मात्र प्रतीक हो, गाईलाई राष्ट्रिय प्राणीबाट हटाउनुपर्छ भन्ने कुरा आइरहेछ। कुनै पनि देशको राष्ट्रिय प्राणी भनेको यो चाहिँ परिवर्तन हुने कुरा हुँदैन होइन। कसैले भन्ला हाम्रा पुर्खाहरूले गाई खाँदै आउनुपर्छ भनेर भन्ला, तर वास्तवमा कसैका पुर्खाले गाई खाँदै आउनुपर्छ, गाई खान पाउनुपर्छ भन्छ भने कसैका पुर्खाले बाघ पनि त खाँदै आएको, त्यसले बाघ खान पाउने कि नपाउने, कसैका पुर्खाले डाँसै खान्थे होला, त्यो डाँसे खान पाउने कि नपाउने, कसैको अब राणाकालीन समयको कुरा गरौँ, राणाकालीन समयमा त्यो गैँडाको खागबाट पितृहरूलाई तर्पण दिन्थ्यो, उनीहरूले पितृहरूलाई तर्पण दिने पाउने कि नपाउने। वास्तवमा भन्ने भने यो देश गोरखनाथको देश हो, यो देश पशुपतिनाथको देश हो। पशुपतिनाथ पनि धेरै गाई पालेर पशुपतिनाथ नाम रको, उहाँको नाम वृषभाङ्क वृषभध्वज, वृषभको बिचमा बस्ने, वृषभलाई आफ्नो वाहन बनाउने भएर वृषभध्वज भएको। यो देश गोरखनाथको देश हो, यो देश गोठालोबाट राजा बन्ने द्रव्यशाहको देश हो, यो देश दही खुट्टामा लागेर जहाँ जहाँ पैदल गयो त्यही आफ्नो भूमि बनाउने पृथ्वीनारायण शाहको देश हो। वास्तवमा यो देश गाईको देश हो। यो देशको अहिले पनि धेरै ठाउँमा जानुभयो भने गोचरण भूमिको नामले चिनिन्छ। यो देशको इतिहास गाईसँग जोडिएको छ, हामीले इतिहासलाई भुल्नुहुन्न। शास्त्रमा उल्लेख छ, यदा वेदेषु देवेषु गोसु विप्रेषु साधुषु धर्मे मयि च विद्वेष सभासु विनश्यति। जसले यो देशमा बसेर गाईमा धर्ममा र वेदमा द्वेष गर्छ त्यो तत्काल नाश हुन्छ भनेर भनेको छ। हामीले पनि प्रत्यक्ष रूपमा देखेका छौँ। जसले गाईको अधिकार खोजेर गाईको अधिकार, गाईलाई राष्ट्रिय प्राणी हटाउन खोज्यो, त्यसको पत्ता साफ भएको छ यो देशमा। त्यसकारण वेदमा उल्लेख छ। पक्कै पनि योगीजी, कार्यक्रमको अन्त्यमा छौँ। कार्यक्रममा आइदिनु भयो, आफ्नो विचार राखिदिनु भयो, गौप्रति एउटा भावना राखिदिनु भयो, विचार राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। हजुर हजुर, धन्यवाद प्रभु। पक्कै पनि यतिखेर हामीसँग हुनुहुन्थ्यो योगी सोमराज